पानी चढाउने अहिले त पनि पहिला चाहिँ पानीको नि बाफ लगाउनु अरे बान लगाउने भन्छ नि दिदी पहिला चाहिँ पानीको बान लगाउनु पर्छ कोदोको कोदोको यो आटो हो यो यसैबाट बन्छ अब आटो ढिँडो के ढिँडो अब हेर्नु होला कसरी पाक्छ कसरी बनाउँछौँ हामी अनि मासु पनि बन्छ आज टक्क मासु र हो अनि सिस्नो पनि बनाएको देखाउँछु तपाईहरुलाई अहिले चाहिँ बान लगाएको छौँ हामीले अनि बाहिर टक्क आगोमा पकाएको अर्ग्यानिक खाना हेर्नु होला भिडियोलाई अन्तिमसम्म साथ दिनु होला है अन्तिमसम्म हेरेर साथ दिनु होला भिडियोलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला यिनी चाहिँ मेरो छोरी यता हेर छोरी यता हेर त आहै यिनी चाहिँ मेरो छोरी हो न है त्यो पारिको बाइक चाहिँ मेरो के गर्ने के दिने म दिन्न अनि सानो मान्छेले मोबाइल चलाउन हुन्न भने थाहा छैन अहिले बाबाले आटो पकाउनुहुन्छ अनि मासु पकाउनुहुन्छ अनि फेरि आटो मासु खाम्ला हस् हस् पापा ढिँडोसँग खानको लागि हो यो यसको रस बनाउने एकदम काँचो बेसार हालेर पुरा बेसारको झोल बनाएर काँचो बेसार हालेर दही हालेर दामी झोल बनाउने अनि त्यही झोलसँग सोर्बा खाने हो है यो चाहिँ कोदोको आटो जस्तै कालो मान्छे हो है यो मान्छेलाई पनि हेरिरहनु होला बिचबिचमा चिन्नु होला यो पनि तल्का पिट्ने मान्छे हो यो पनि अब यो चाहिँ अब कोदोको पिठो है टक्क उम्लेको पानीमा सट्ट हल्का हातले सररररररररररर यो चाहिँ हाल्ने अनि कतिजना हुनुहुन्छ त्यही हिसाबले यदि पुगेन भने टक्क फेरि लिएर कोदोको पिठो राख्ने यसरी फुक्छ कि अझै राख्नुपर्छ दिदी हो अझै राख्ने यति भए हुन्छ होला नि अब चाहिँ आटो लौको लौ पाक्ने क्रममा चलिरहेछ अब ढिँडो के ढिँडो अब कोदोको ढिँडो पाक्ने क्रममा चलिरहेछ पाक्न लागिसकेको छ अब यो चाहिँ जति सक्यो पिठो हाल्दै होडल्दै निकाल्दै गर्नुपर्ने रहेछ के अनि त्यहाँदेखि यहाँ चाहिँ हाम्रो हजुरआमा हुनुहुन्छ यहाँले बनाउनु लाउनु भएको छ खास यहाँले सिकाइदिएको मलाई अब यदि तपाईँहरूले के भन्ने चाहिँ यहाँलाई खानामा बोलाउनु त होला नि यदि तपाईँहरू खानेवासी हामीलाई सम्पर्क गरेर आउन सक्नुहुन्छ ल आउनु होला यस तिमीले खान्छौ नै ढिँडो चाहिँ गाइज के भन्ने चाहिँ खायो ढिँडो हिँड्यो अरे खायो ढिँडो हिँड्यो हल्ल्यो हेर्नुहोस् ए खायो ढिँडो हिँड्यो हल्ल्यो आटो यो चाहिँ अहिले मैले राखेको चाहिँ यो टिमुर धनिया र जिराको गेडा है टक्क फुराउनु पर्छ यसको लागि अनि यो चाहिँ स्पेसल तोरीको तेल हो सिउजाबाट ल्याएको अनि त्यहाँदेखि फुरिसक्यो भने यो चाहिँ बेसार त्यो मजाले फुरिसक्यो भने यो चाहिँ काँचो बेसार यसलाई चाहिँ मजाले काँचो बेसारलाई भुट्ने यो चाहिँ रातो हुने गरी है पुरै यो रातो हुने गरी भुट्नुपर्छ यसलाई चाहिँ नत्र भने यसरी अलिअलि भुट्ने हो भने सामान्य भुट्ने हो भने यो चाहिँ अहिले बनाउन सक्छ अलि तितो हुन्छ यसलाई चाहिँ मजाले भुट्ने अनि यसले चाहिँ यो बेसारले यसरी तपाईँहरूले खाना बनाएर खानुभयो भने हातखुट्टा दुखेका तिनी टाउको दुख्ने ज्वरो आउने तिनी सब सन्चो हुन्छ रुवा काँसा लागेका तिनी झ्याउसे प्याउसे लागेका सब सन्चो हुन्छ भिडियो हेरेर साथ दिइरहनु होला
अघि चाहिँ ढिँडो पकाएको देखाएको थियो भने यो चाहिँ मासु पकाउन लगाएको। यो चाहिँ ढिँडो र मासु यो गराएर अनि खाएको समय म तपाईँलाई देखाउँछु। भिडियो हेरेर साथ दिइरहनु होला। अनि भिडियोलाई सेयर गर्न नभुल्नु होला। सब्सक्राइब पनि गरिदिनु होला है। सब्सक्राइब गरेकोले गर्नुभएको, नगरेकोले अवश्य गरिदिनु होला। आशा छ मलाई सपोर्ट गर्नुहुन्छ। चाहिँ पुरै रातो पनि गरी भुट्यो। अब दामीसँग यो 8 पनि लाग्न लाग्यो। अब यसमा चाहिँ जान्छ लसुन अदुवा। हामीलाई चाहिँ यो गाना नभएको कारणले गर्दा पातको हालेको, यो हाले पनि राम्रै हुन्छ। यसैमा भुट्ने है यसलाई। प्याज, पुरै रातरी भुटेपछि चाहिँ यसलाई चाहिँ टक्क मासु हाल्ने। फेरि यस्ता खुट्टा डाउगा नि खाने हो जब पुरा भनेर फेरि नहिसाउनु होला। यसको जति आनन्द होइन मजा अरू केही छैन। यस हस्, यस्तो जति मोज कोसीमा छैन। फेरि हेर्नु होला। यदि खाने हो तपाईँलाई इच्छा लाग्छ, राम्रो लाग्छ भनेपछि चाहिँ ढिँडो मनपर्छ भने कमेन्ट गर्नुहोस्। यो चाहिँ अब पाक्न आँट्यो, हाल्दैछ। अब पाक्न त कहिले आँट्ने हो। हेर्नुहोस्, धेरै जस्तो मान्छेले चाहिँ यो ढिँडो खान जान्दैनन् क्या। तरकारी एउटैमा हालेर लोमडेर यहाँबाट खान्छ। त्यो होइन ढिँडो खाने तरिका। टक्क यहाँबाट यो ढिँडो होइन टक्क निकाल्ने, अनि यो मासुमा यसरी स्वाट चोप्ने हरि। अनि यो खुर्सानी यो हो क्या तरिका है। भयो